नमस्कार भन्न चाहन्छु। म चाहिँ यो एप्रेन्टिससिप पढ्नको लागि हामी फर्स्ट ब्याच नै हो। त्यस पछाडि हामी यहाँ म आएँ, यहाँनिर फर्म खोलेको रहेछ थाहा पाएँ, कतिमा पढेर त्यसपछि यहाँ आएँ अनि त्यही इन्ट्रान्स दिएँ, इन्टरभ्यू दिएँ अनि पास भएँ। त्यस पछाडि 3 महिना फ्याक्ट्रीमा पढेँ। त्यस पछाडि अरिहन्त मल्टिफाइबर्समा म गएँ काम गर्न प्रोजेक्टको लागि। त्यसपछि इलेक्ट्रिकल प्री डिप्लोमाको त्यो ओजेटीमा गएँ। त्यस पछाडि चाहिँ मैले उतै काम गर्न थालेँ। त्यसपछि मलाई 3 महिना जति काम गर्दाखेरि गर्दै जाँदाखेरि 3 महिना जति त तिमी शेरबहादुर अब यहीँ नै तिमीले जागिर खानुपर्छ भन्नुभयो सरहरूले, उहाँकै सरहरूले फ्याक्ट्रीको। अनि म मानिनँ। त्यस पछाडि मैले चाहिँ त्यो अझै सिक्नको लागि म चाहिँ जहिले सिकिरहन चाहन्छु क्या, सिक्छु अनि त्यहाँदेखि सिकेर अझै योभन्दा मैले माथि जाने त्यो कोसिस गर्छु क्या। अनि पढ्दाखेरि सबै यहाँ जति पनि विद्यार्थी साथीहरू हुनुहुन्छ, विद्यार्थी साथीहरूलाई म के भन्न चाहन्छु भने सबभन्दा पहिला चाहिँ अनुशासित, मेहनती र लगनशील अनि सकारात्मक सोचका साथ हामीले चाहिँ यो पढ्नुपर्छ। यो पढ्दाखेरि चाहिँ हामीले के गर्नु पर्यो भने हामीले अब जस्तै तपाईँहरू यहाँ 3 महिना पढ्नुहुन्छ, त्यस पछाडि फ्याक्ट्रीमा जानुहुन्छ। फ्याक्ट्रीमा कसैको 9 देखि 5 बजीको ड्युटी होला, कसैको अब 10 देखि 5 होला। तपाईँहरूले यो नसम्झिनु कि हामीलाई काम बढी गर्ने, पैसा कम दिने त्यस्तो नसोच्नु होला क्या तपाईँहरूले कहिले पनि। हामीले जहिले पनि म चाहिँ यो काम गर्छु, म यो 20 महिना चाहिँ म फ्याक्ट्रीमा राम्रोसँग सिकेर अझै राम्रो दक्ष भएर अनि यहाँनिर मलाई जागिर नदिए पनि म आफूले गर्न सक्छु भनेर तपाईँहरूले त्यो हिसाबले आफूलाई नै मोटिभेट गर्दै तपाईँहरूले त्यहाँ सिक्नुपर्छ। तपाईँहरूले के भन्न चाहन्छु भने म तपाईँहरूले आफूले जागिर खोज्दै जाने भन्दा पनि तपाईँहरू आफूले नै क्या आफैलाई चाहिँ जागिरले खोज्दै आओस्, त्यस्तो खालको बन्नु पर्यो। कामहरू सबैजनाले गर्छन् होइन, सबैले गरिरहेको हुन्छन्, तर त्यो मध्येबाट सबैभन्दा उत्कृष्ट चाहिँ आफूले दिन सक्नु पर्यो, म त्यो भन्छु। अनि सबभन्दा त्यो फ्याक्ट्रीको नियम रुलहरू हुन्छ त्यो चाहिँ एकदम फलो गर्नुपर्छ। सबभन्दा तपाईँहरू कसै अब इङ्ग्लिसमा ट्यालेन्ट होला, कसै होइन म्याथमा, कसै साइन्समा, कसै नेपालीमा होला, त्यो सबै आफ्नो क्षेत्रमा हुँदैन। अब कसै कति यहाँनिर अब इङ्ग्लिसबाट पढ्नुपर्छ, कति सरकारी स्कुलबाट होला होइन। त्यसमा तपाईँहरूले ढुक्क हुनुहोस्, म इङ्ग्लिस जान्दिनँ, यता जान्दिनँ, उस्तो जान्दिनँ, तपाईँहरूले कहिले पनि नभन्नु होला। त्यसमा चाहिँ के गर्नु पऱ्यो भने तपाईँहरू फ्याक्ट्रीमा खटिसकेपछि मजाले एकदम आफूले काम मन लागेको काम मजाले गर्ने। अनि जस्तै अब तपाईँहरूले 9 देखि 5 को ड्युटी छ भने पनि टाइम बरु 6 देखि गरिदिने नि, 6 देखि 6 सक्यो गरिदिने राति बेलुकासम्म। त्यो गरेपछि तपाईँहरू अझै राम्रो सिक्नुहुन्छ क्या। मैले कसैलाई ठग्छु अथवा म कसैको लागि काम गर्दैछु भनेर नसोच्ने। यो मैले 20 महिनामा चाहिँ जसरी पनि यो काम सिक्नुपर्छ, यो काम गर्नुपर्छ भनेर नै गर्नुपर्छ। त्यस पछाडि म चाहिँ अहिले के गरिरहेको छु भन्दाखेरि म चाहिँ आफ्नै साइडमा ठेकाहरू लिएर वायरिङहरू, प्लम्बिङ साइटहरू लिएर टन्न काम गरिरहेको छु। अहिले पनि मसँग पुरानो साइट 9-10 वटा छ। मजाले आफूले मेहनत गरेर लगनशील भएर इमान्दार, सबभन्दा पहिला इमान्दार हुनु पर्यो, त्यस पछाडि मात्रै हुन्छ। अनि त्यहाँदेखि अब जस्तै यो क्षेत्रमा अब काम गरेर जान अल्छी लाग्छ नि त, 1-2 दिनको रमाइलो हुन्छ त, त्यहाँ काम गरेर त अल्छी पनि लाग्छ नि त। अब योबाट के नहुने रहेछ यस्तो उस्तो त्यस्तो कहिले नसोच्नु होला। यो क्षेत्रमा पनि केही छ, हामीले पनि केही गर्न सक्छौँ। त्यसपछि यही क्षेत्रबाट म आफ्नो घर परिवार चलाउन सक्छु, आफ्नो हरेक कुरा पुरा गर्न सक्छु भनेर चाहिँ काम गर्नुपर्छ। अब यो क्षेत्रमा केही छैन यस्तो उस्तो भनेर गऱ्यो भने हामीले गर्न सक्दैनौँ। म गर्छु त यही क्षेत्रमा गर्छु क्या, यही क्षेत्रको पनि उत्कृष्ट मान्छे बन्छु भने हामीले अगाडि बढ्नुपर्छ। अनि अरू चाहिँ कसरी काम गर्नु पर्यो भने जहिलेसम्म मलाई क्या म चाहिँ काम गर्दाखेरि गरिरहेको हुन्छु क्या। कति मान्छेले त्यो पैसा दिनु हिचकिचाउँछ नि त, काम गर्ने काम अब के भन्छु भने काम गर फलको आशा नगर, गरेको गरे एक दिन आइहाल्छ। अनि त्यही भएर त्यसरी गरिरहनुपर्छ। अनि यो पढ्दाखेरि इङ्ग्लिस अब कसै नजान्ने हुन्छ भने त्यस्तो नसम्झिनु, म इङ्ग्लिस जान्दिनँ, म इक्जाममा फेल भइहाल्छु, फेल भएपछि मलाई के काम पाउँछ भन्ने त्यस्तो नसोच्नु कि तपाईँले आफ्नो नेपालीबाट ड्याम कि ड्याम लेखिदिने हो।
जे आउँछ त्यो लेख्ने हो। तर आफूले बुझ्नु पर्यो, इङ्ग्लिसबाट बुझ्नु परेन, आफ्नो भाषाबाट बुझ्नु पर्यो। तपाईँहरूले जस्तै इक्जाममा फेल हुनुभयो मानौ, इक्जाम फेल हुनु भने तपाईँले बाहिर काम गर्न सक्नु भने जति काम पाउनुहुन्छ। जस्तै ब्याचलर गरेको मान्छेहरूले कति 12-13 हजार काम गरिरहेको हुन्छ। तपाईँहरूले राम्रो काम सिक्नु न, कम्तीमा 20-22 हजार त पाउनुहुन्छ। सर्टिफिकेट नभए पनि तपाईँले काम सिक्नु भएको छ त तपाईँले के त डर छ? काम गर्छु भने त्यही फ्याक्ट्रीमा देला। अब फाल्टु मान्छेसँग अब आफूले मजाले बोलेर मजाले विश्वास दिलाएर होइन राम्रो अरूसँग समन्वय गरेर अरू साइडहरू काम लिन सक्नुभयो भने तपाईँले राम्रो कमाउनु पनि हुन्छ योबाट। म चाहिँ त्यो भन्छु। म पनि अलिक इङ्ग्लिसमा कमजोर थिएँ, त्यस्तो मलाई चाहिँ केही डर नहुने क्या। म जागिर पनि त्यति खान मन गर्दिनँ, अनि आफू नै गर्न चाहन्छु कि त्यही भएर त्यसमा चाहिँ इङ्ग्लिस यताउता त्यस्तो नसोच्नु। आफूले काम चाहिँ सकेसम्म गर्नु सक्नु। जस्तै फ्याक्ट्रीमा केही समस्या पर्छ, कति मान्छेहरू हुन्छ क्या उता त्यो फ्याक्ट्रीमा जाँदाखेरि कस्तो हुन्छ भने तपाईँहरू भर्खरै युवा हुनुहुन्छ, तपाईँहरू युवा जोस हुन्छ, जाँगर हुन्छ, धेरै काम गर्न सक्नुहुन्छ नि त। त्यस पछाडि उनीहरू कस्तो हुन्छ भने उनीहरू चाहिँ 30 वर्ष 35 वर्ष काम गरिसकेको मान्छे हुन्छ त्यहाँनिर। अनि तपाईँले गएर भन्नु यो काम सिकाउनु यस्तो छ उस्तो छ बताउनु मजाले भन्यो भने उनीहरू के भन्छ थाहा छ? फ्याक्ट्रीहरूमा हामी तपाईँलाई सिकाएर अनि हाम्रो चाहिँ जागिर साइड बनाउनु भन्छ। किनभने अब हामीलाई सबै सिकायो भने तिनीहरूले भन्छ क्या, तिनीहरू ठाउँमा त फ्याक्ट्री त हामीलाई खोज्छ नि त। कम्पनी मालिक जसले उत्पादन बढ्यो त्यसलाई खोज्छ नि त। उता बुढो भइसकेको हुन्छ, अल्छे पनि भइसकेको हुन्छ नि त पुरानो भएपछि त। त्यस पछाडि अनि हामीले सिकाउनु मान्दैन। त्यस्तो मान्छेसँग चाहिँ ढोकेर हुन्छ कि नमस्कार गरेर हुन्छ कि के गरेर हुन्छ, उसलाई खुसी बनाएर के गरेर हुन्छ, त्यस्तो मान्छेबाट चाहिँ हामीले सिक्नु चाहिँ पर्छ। जसरी हुन्छ उसले भनेको मानेर हुन्छ कि उसलाई सघाएर हुन्छ कि होइन, यसो के त्यो अब कामहरू त्यो झाडु लगाउने पनि हुन्छ क्या, ध्यान यसो छाउछाउमा सफा गरेर हुन्छ कि जसरी हुन्छ त्यो चाहिँ सिक्नुमा एकदम बक गर्नु पऱ्यो क्या। अब कति त भन्छ नि त कलेजमा पढ्दा टक्क टाई सुट लगायो टक्क पढ्यो गइहाल्यो होइन। फ्याक्ट्रीमा जाँदा त्यस्तो हुँदैन, हिलो हुन्छ, धुलो हुन्छ, सफा गर्नुपर्छ, ग्रिस लाग्छ, कालो लाग्छ होइन। हो त्यसमा त्यस्तो चिन्ता केही नलिनु, मजाले काम गर्ने हो। म यही क्षेत्रमा गर्छु अनि योबाट मैले घर परिवार चलाउँछु, योबाट नै अब राम्रो हुन्छ, योबाट नै अवसर हुन्छ भनेर काम गर्नुपर्छ। यो एप्रेन्टिससिप अरू र यो एप्रेन्टिससिपमा चाहिँ मलाई के